सो हेलो गाइज हामी चाहिँ भोलि अब पोखरा जाँदैछौँ सो हाम्रो अन्जु दिदी यहाँ हुनुहुन्छ र वान एन्ड अन्ली सानो यहाँ छिन् र हाम्रो यहाँ सबै कुरा चार्ज हुँदैछ थ्याङ्क यू सो मच भेना फर दिस अनि मेरो माइक चाहिँ मैले यहाँ चार्ज गरिरहेको छु अनि त्यसपछि गिम्बल चाहिँ यहाँ छ सो सबै चार्ज हुँदैछ अनि त्यसपछि अब एकदम समर गर्मी छ नि त गर्मीको लागि चाहिँ चिसो नेपालबाट यो लिएको थियौँ फ्यान यहाँ छ अनि अर्को चाहिँ हाम्रो यहाँ छ यो चाहिँ फेरि अति दामी छ है यस्तो गर्ने मेरो कपाल टु गुड छ समरको लागि चाहिँ एकदम दामी छ यो फ्यानहरू हाम्रो मिना दिदी नै आइपुग्नु भयो स्वागत छ हजुरलाई जोजोलोपा भन्नु न तारे माम हर हर महादेव सुकाइ थाल्छ जाँदैछौँ अब बाबा पेट्रोल पम्पनिर हामी चाहिँ यहाँ 7 बजे टाइम दिएको थियो गाडीले हामी एकदम पङ्क्चुअल टाइममा आएको थियौँ होइन हामीले 16 मिनट वेट गरिसकेपछि मेरो यो ब्याग चाहिँ माथि अटेर अनि एकदम कम्फर्टेबल छ दामी अनि त्यति दामी मजा आयो सो कम्फर्टेबल सो हाम्रो जर्नी चाहिँ सुरु हुँदैछ सुरु हुनुभन्दा अगाडि नै हाम्रो सो हाम्रो चाहिँ यहाँ टी ब्रेक भएको छ अनि मैले चाहिँ ब्ल्याक कफी लिएको छु हामी तिनजनाले दिदीले चाहिँ लिनु भएन किन भन्दाखेरि इट्स नट गुड फर हेल्थ खाली पेटमा चाहिँ खाना एकदम दामी हो अगाडि आइपुग्यौँ भन्दा नि हुन्छ सो त्यसपछि हामी होटल जान्छौँ बाबा मलाई थाहा छ त कति टाइम लाग्छ छङ सुर खिङ्रे सो हामी चाहिँ पोखरा आइपुगिसक्यौँ यो चाहिँ तिम्रो फर्स्ट टाइम है उसको चाहिँ फर्स्ट टाइम हो मेरो त अब टर्नीचोटि आइसकेँ हजुरको कति टाइम भयो कति टाइम हो ओह दुईजनाको फर्स्ट टाइम हजुरको मेरो त म त आइसक्यो 10-12 चोटि सो भनेपछि एउटै ग्याङ परेछ बस्ने बेला पनि फर्स्ट टाइम बस्नेहरू चाहिँ अगाडि हामी धेरैचोटि आएको मान्छेहरू पछाडि वी आर वेटिङ फर इन ड्राइभ सो गाइस हाम्रो ट्याक्सी आउँदैछ यत्रो ब्याग बोकेर गइरहेको छु कि म चाहिँ सो गाइस हामी ट्याक्सी चढेर पनि अब जाँदैछौँ तर बसमा चाहिँ एकदम मस्त भइरहेको थियो एकदम मस्त हुन्छ हो सो हाम्रो चाहिँ मम्स गार्डन रिजोर्ट हो आइपुग्यौँ हामी यहाँ सो आइपुग्यौँ हामी कस्तो लाग्यो त मम्स गार्डन यो चाहिँ हाम्रो मम्मीको गार्डन हो हामी यहाँ गएर भेट्छौँ रिसेप्सनिस्टलाई बुकिङ चाहिँ भइसकेको छ सो लेट्स गो सो हामी सबै कुरा सकेर आइसकेको छौँ अब रुमतिर जान्छौँ दिदीहरूको छुट्टै छ मेरो चाहिँ छुट्टै छ किन भन्दाखेरि अब राजा भन्ने राजा हुन्छ नि त अब म मेरोमा जान्छु यो चाहिँ मेरो होइन त हजुर एक्लै हो भने म के गर्नु सिङ्गल लाइफ गाह्रो छ चाहिँ मेरो लागि सो अब यहाँ म चाहिँ हल्का सावर लिनुपर्ने हुन्छ मैले लेख्दा उतातिर सो गाइस देख्न सक्नुहुन्छ मेरो रुम चाहिँ यस्तो दामी रहेको छ होइन जसमा कि म अब एक्लै बस्नुपर्ने हुन्छ यहाँ किन भन्दाखेरि
म एक्लै त हो सो बाल्कनी चाहिँ दामी रहेछ कि होइन बाल्कनी यस्तो गर्ने खोज्छु म सरी अनि यहाँबाट देखिने भ्यू पनि दामी छ दामी त के दामी भन्नु एज अ नर्मल एज युजुअल करेसाबारी सो गाइज म चाहिँ फ्रेस भएर पनि आइसकेँ अब चाहिँ म फोनलाई चाहिँ माइक्रो गिम्बलसँग कनेक्ट गर्छु सो गाइज अहिले चाहिँ मैले सबै सेटअप गरिसकेको छु माइक कनेक्ट गरेर गिम्बलमा राखेर स्ट्यान्ड बनाएर बोलिरहेको छु सो अब चाहिँ के हुन्छ भन्दाखेरि जतिसुकै म डिस्टेन्स जाम जतिसुकै टाढा जाम जतिसुकै टाढा गएर पनि हजुरले मेरो भोइस चाहिँ क्लियरली सुन्नु पाउनुहुन्छ सो थ्याङ्क यू सो मच भेना फर दिस गिफ्ट अलराइट सो हामीले चाहिँ के डिसाइड गर्यो भन्दाखेरि अब आजको नाइट त यही नै हुन्छ हाम्रो होइन अब यहाँबाट हामी अब घुम्न जान्छौँ एकछिनपछि आफ्टर मेबी 30 मिनटपछि हामी निस्किन्छौँ यहाँबाट लेक साइडतिर गएर पोखराको लेक साइड घुम्छौँ अनि खाजासाजा खाएर चाहिँ हामी अब राति फेरि अब आउँछौँ हाम्रो भोलिको चाहिँ के छ भन्दाखेरि अब बिहान चाहिँ अब फेवाताल जाने अनि बोर्डिङ गर्ने प्लान छ हाम्रो तर हेरौँ के हुन्छ जहाँसम्म मलाई लाग्छ अब हामी भोलि घान्द्रुक पनि जान्छौँ नि त घान्द्रुक जाने बेला चाहिँ के हुन्छ भन्दाखेरि मेन त अब बस हो नि त होइन बसमा जान्छौँ हामी मेबी बसमा हुन्छ कि जिपमा हुन्छ थाहा छैन भोलि नै थाहा हुन्छ सो भोलिको कुरा भोलि नै थाहा हुन्छ जे हो जस्तो होला जे होला आजको दिनमा रमाइलो गर्नुपर्ने हुन्छ रमाइलो गर्छौँ सो गाइस के भन्दाखेरि मैले चाहिँ चाबी भित्रै छोडेर होइन दिदीको रुममा जाने बेला चाहिँ ढोका यस्तो अलिकति तानेको थिएँ ढ्याप्प लाग्यो कि भित्रबाट बाहिरबाट लाग्यो चाबी पनि भित्रै सब बाहिर अब चाहिँ भ्लग चाहिँ मैले दिदीको फोनबाट बनाउनु परिरहेको छ हामी लेक साइड जाँदैछौँ गाइज मेरो फोन चाहिँ भित्रै लक भयो कस्तो हल्लिएको फोन गिम्बल सिम्बल छ माइक मात्रै मसँग ब्यागमा छ मेरो ब्यागमा चाहिँ क्यामेरा र उयो छ सो गाइज हामी चाहिँ अब खाना खान आएको छौँ थकाली खानामा यहाँ चाहिँ किलोको हिसाबले थियो कि पोर्कको मेन भनेको त पोर्क हो नि त हामीलाई त चुवा चाहिँ सो दिदीहरू चाहिँ अगाडि पुगिसक्नुभयो सो गाइज अब चाहिँ हामी खाना खान्छौँ खाना खाएर अब हामी सिधै रुम जान्छौँ होटलमा जान्छौँ होटल गएर अब के हुन्छ मेरो फोन छ त्यही छ नि त मेरो फोन त मैले ल्याउनै पाइनँ सो गाइज मेरो अनि माइक पनि कनेक्ट गर्न मिल्दैन कि यहाँ किन भन्दाखेरि त्यो माइकको चाहिँ युएसबी छ युएसबी सी छ त यसको चाहिँ लाइटिङ पोर्ट नै छ कि सो अब फोन अपग्रेड गर्नुपर्ने हो एक्चुअली I'm not a cameraman. I'm a vlogger in a vlogger boy. So alright guys, हामी खाना खाएर पनि निस्क्यौँ अब हामी रुममा जान्छौँ कस्तो लाग्यो दिदी हजुरलाई खानाहरू अब के भयो भन्दा मेरो दिदीको चाहिँ हाई एक्सपेक्टेसन थियो होइन पोखरा फर्स्ट टाइम आउनुभयो नि त यस्तो हुन्छ उस्तो हुन्छ भनेर तर त्यस्तो एक्सपेक्टेसन भर्सेस रियालिटी भयो मलाई भोलि मलाई दामी ठाउँ घुमाउँछु म आज चाहिँ मैले सोच्नु गरौँ न गाइजहरू हात समातेर हिँड्न नभन्दैछ हो ल सो राइट गाइस हामी चाहिँ खानासाना खाएर पनि लेक साइड अलिअलि घुमेर पनि आइसकेको छौँ अब चाहिँ म पनि मेरै रुममा छु दिदीहरू सबैजना आफ्नै रुममा हुनुहुन्छ सो गाइज म चाहिँ के भन्नु लागेको भन्दाखेरि बाहिर भन्दा पनि भित्र चाहिँ अब लाइट यस्तो एलोइस छ नि त अनि राति अब यस्तो क्यामेरामा दामी आउँछ सो अलराइट गाइज हामी चाहिँ अब सबजना रुममा बसेर पनि आफ्नो आफ्नो ठाउँमा छौँ अन्त दिदीको पारा छुट्टै छ यस्तै लथालिङ्ग हुनुहुन्छ मिना दिदी त कुरै छोडिदियो मिना दिदी त एकदम होइन खतरा मान्छे हो बवाल मान्छे मिना दिदी सबै कुरा ठ्याक मिलाउने मान्छे हो होइन सबै कुरा चाहिँ हुन्छ है तर ठाउँकै गल्ती हुन्छ कि है अन्जु दिदी तब त बुझ्नु भइरहेको छ अब अर्को एकजना चाहिँ यहाँ छ हाम्रो वाउ कस्तो राम्रो देख्यो यार तिम्रो कपाल त वाउ कस्तो राम्रो मान्छे कस्तो ब्युटिफुल है तिमी वाउ कस्तो दामी सुन्दरी है तिमी सुन्दरीको मनमा बस्ने आजको हाम्रो अब
जिउ दुखेको सन्चो पार्नको लागि हामीसँग छ पिचमा हैन देन आफ्टर वी डु ह्याभ सेम सोजु इन एप्पल फ्लेभर टु अनि सबभन्दा बेस्ट चाहिँ के भन्दाखेरि यो के अनि हामी चाहिँ चिप्स छ र पेपर कभर लिन्छौँ हामी सो गाइज ध्यान टरान पी ल गाइज अब दिदी त्यो ग्लास ल्याउनु न हामी 4 जना छौँ यो पङ्खा चाहिँ अफ गर्नु पायो भने चाहिँ कहाँबाट गर्ने पङ्खाले उयो गर्छ कुन खाने पिच खाने हो फर्स्टमा पिचै खाऊँ ल चिसो चिल्डमा अब भाइ के भने बुझ्यो नि हेलो गाइस मलाई सिकाउँदै हुनुहुन्छ मलाई मेरो दिदीहरूले त्यस पछाडि भन गुड मर्निङ गाइस आजको दिन एउटा दाँत भएको छ अरे यो कट गर्दै पनि अरे पछि सिजर लिनु सिजर पनि छैन नि लिनु नकाट्ने काट्दैन लिनु न यसो त मलाई त्यति आइडिया दियो लेस पनि दामी छ यो त एप्पल तले के कुन फ्लेभर दिएको भाइ हामीलाई यो चाहिँ पिच हो अनि पिचसँग चाहिँ चिप्स एकदम दामी भइरहेको छ गाइज सो दिस मस्ट फर टुडे एन्ड दिस ब्लग अब अर्को ब्लग चाहिँ हाम्रो भोलिदेखि सुरु हुन्छ सो त्यो ब्लग हेर्नको लागि चाहिँ स्टे ट्युन गाइज बाई बाई सबैजना बाई बाई भन्नु न बाई सी यु लेटर बाई सी यु अन नेक्स्ट ब्लग गाइज